हेलो नमस्ते सबैजनालाई मेरो नाम गङ्गु छेत्री र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन किन बनाएको भन्दाखेरि चाहिँ जति पनि कमेन्ट गर्नु भएको छ दाजुभाइ दिदीबहिनी सबैजनालाई एउटा सानो मेसेज मेरो तर्फबाट धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर हैन कतिले राम्रो बोल्नु भएको छ कतिले नराम्रो तरिकाले बोल्नु भएको छ आई एप्रिसिएट म सबै एप्रिसिएट गर्छु हैन मेरै नाममा बनिएको छ थ्यांक यू मेन कुरा म भन्न आएको चाहिँ कुरा सरी म बिर्सिहाल्छु हैन सरी कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ उ मेरो पास्ट थियो उ नभनौं व्हाटएभर अनि पब्लिक नगर्नुको कारण है त मेनली उ मेरो पास्ट भयो हैन ओके मैले मिस्टेक गरे त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ हैन र डटेर बस्न सही लाग्छ एन्ड पब्लिक नगर्नेको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है अनि कोले याद गर्नुभयो हैन अब सबैले भिडियो त हेरिसक्नु भयो होला हैन यत्रो मेरो बारेमा बोल्ने केही बुझेर बोल्नु भएको होला नि त हैन बुझेरै मलाई राम्रोसँग पहिलादेखि चिनेर बोल्नु भएको होला कतिले हैन अनि त्यो भिडियो एकचोटी मजाले हेर्नु भएको छैन भने प्लिज गएर एकचोटी फेरि हेर्दिनु होला जुन मेरो हातमा ट्याटु छ यो मेडुसाको आई गट दिस ट्याटु 1 वर्ष अगाडि है अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त मैले यो कुरा मैसम्म मात्र राख्न खोजेको थिएँ बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा मेनली कुरा चाहिँ है अनि मलाई आत्तिनै आउँदैन क्या है अब हैन नराम्रो त लाग्छ हैन अनि कतिले एकछिन मलाई फेरि एउटा कुरा दिमाग सर्क्यो क्या नराम्रो कमेन्ट एउटा याद गरिहालेँ फेरि मैले हैन भन्नुभएको छ तिम्रो हरकत थाहा छैन र हामीलाई तिमीलाई नचिनेको र ब्रो के थाहा छ तिमीलाई केही पनि थाहा छैन है सो बेटर हुन्छ है